नेपालले वेस्ट इन्डिजलाई हरायो भने पनि यो जितले भोलिका दिनमा नेपाली क्रिकेटलाई ठूलो सङ्कटमा धकेल्छ भन्ने कुरा सुन्नुभयो। हङकङ सिक्सेसमा पनि त्यस्तै सङ्केत देखिएको छ, जहाँ जितले मात्र खुसी होइन, त्यो ठूलो जितले हाम्रो क्रिकेटलाई समस्यामा धकेल्न सक्ने सम्भावना देखिएको छ। कसरी, आउनुहोस् आजको यस भिडियोमा जान्ने प्रयास गरौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन, हामी सबैले थाहा नै छ कसरी नेपाली खेलाडीहरूले आफ्नो बलिङ र ब्याटिङको दमले वेस्ट इन्डिजको ए टोलीलाई T20I सिरिजमा 2-1 ले पराजित गरेको छ। युएई को शारजाह क्रिकेट स्टेडियममा भएका 3वटा खेलहरूमध्ये नेपालले आगामी 2 खेलहरूमा राम्रो प्रदर्शन गर्दै उक्त सिरिज आफ्नो नाम गरेको थियो। त्यस्तै खेलको अन्तिम खेलमा अर्थात् तेस्रो खेलमा भने वेस्ट इन्डिजका खेलाडीहरूले निकै राम्रो कमब्याक गरे। उनीहरूले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई चारैतर्फबाट हराउने प्रयास गरेर उनीहरू सफल समेत भए। सुरुमा कडा बलिङ गरेर उनीहरूले नेपाललाई दबावमा बनाइराखे। त्यसपछि राम्रो ब्याटिङ गरेर तिनका खेलाडीहरूले असहज रूपमा नभएर सहज रूपमा नेपाली क्रिकेटको खेलाडीहरूको मुखबाट उक्त खेललाई छिनेर लगे। त्यसपछि नेपाली खेलाडीहरूले आफ्नो ट्रफी प्राप्त गरेर उक्त सिरिज जितेको भन्दै सेलिब्रेसन समेत गरेका थिए। नेपाली क्रिकेटको लागि यो घडी एकदम राम्रो छ, किनभने नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै पनि एसोसिएट राष्ट्रलाई पहिलो पटक हराएको छ। यो जित मात्र थिएन, नेपाली क्रिकेटको अस्तित्व अगाडि बढाउने एउटा माध्यम पनि बनिसकेको छ। नेपाली क्रिकेट टिमका खेलाडीहरूले आफ्नो युनिटीका कारणले वेस्ट इन्डिज जस्तो टोलीलाई T20I मा पराजित गर्नु सानो कुरा होइन। उनीहरूलाई 2-1 ले सिरिजमा पछाडि पार्नु र एउटा टेस्ट नेसन विरुद्ध सिरिज जित्नु सानो कुरा होइन पक्कै पनि। तर तपाईहरू सोचिराख्नु भएको छ होला यसले समस्यामा कसरी धकेल्छ भनेर। समस्या के छ भने वेस्ट इन्डिजले आफ्नो मेन टोली नभएर आफ्नो ए टोलीलाई पठाएको थियो, जुन कि सेकेन्डरी रूपमा हेर्ने गरिन्छ। सरसर नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि यो जित त्यति महत्त्व भए पनि मलाई लाग्छ यो जित त्यति खास पनि छैन। उनको टोली ए थियो कि टोली भने पक्कै पनि थिएन। आगामी दिनहरूमा यस्तो भिडियोहरूका लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।